हेलो एन्ड नमस्ते गाइज, वेलकम टु माई न्यू भिडियो। आज हामी चाहिँ जाँदैछौँ भानु मानेचौका स्थित नयाँ निर्माणाधीन घरखेत कालिकाको मन्दिर हेर्न जाँदैछौँ। तपाईहरुलाई पनि स्वागत छ हाम्रो भिडियोमा। यहाँ मान्छेहरू धेरै नै आइरहेछन् श्रमदान गर्न, डोनेसन दिएर बनेको मन्दिर हो हैन गाइजहरु। हाम्रो साथमा हुनुहुन्छ निराजन केजी, यही भाइको अस्ति बर्थडे भएको के अरे व्रतबन्ध भएको। ल मन्त्र भन्न चाहिँ भाइ। धनै लागेको छैन, धनै पनि लाउँदैन, व्रतबन्ध गरेको मान्छे मन्त्र पनि जान्दैन, के गर्ने होला कसो गर्ने। कालिका हुनुहुन्छ उहाँमा, घरखेत कालिकाको दर्शन गर्न जान्छौँ हामी। भोलि चाहिँ त्यहाँ नवमीमा बाबालाई ठुलो पूजा हुन्छ हैन। त्यो कालिकाको मन्दिर चाहिँ थिएन, तिनको रुम पनि थियो, अहिले चाहिँ मन्दिर बनाएको। अरूभन्दा पनि चैते दसैँको बेलामा निकै ठुलो पूजा हुने रहेछ, यो हेर्ने मौका पाइयो। यहाँनिर अब अहिले चाहिँ नयाँ मन्दिर बनाएर यसरी यो फुटपाथ ट्र्याक, मान्छे हिँड्ने ट्र्याक पनि बनाएको छ। यहाँ आउनको लागि सबभन्दा पहिला तपाईँ सुन्दर बजार, लमजुङको सुन्दर बजार आएर त्यहाँ पुल छ, पक्की पुल पनि बनेको छ, त्यहाँबाट घाटो काटेर नजिकै रहेको मानेचौकामा आएर मानेचौकाबाट अल्छी माथितिर लागेपछि यस सुन्दर ठाउँमा पुग्न सकिन्छ। भविष्यमा यो ठाउँ पिकनिक स्पटको रूपमा पनि विकास हुने मैले देख्न सकेको छु। शान्त मनोरम दृश्य चारैतिर देखिन सकिन्छ भने एकान्त पनि ठाउँ रहेको छ। मन्दिर निकै आकर्षक बनाइएको छ। यस मन्दिरको नव मन्दिरको उद्घाटन चाहिँ भानु 11 का मेयर साहबले गर्नुभएको थियो। देख्न सक्नुहुन्छ कति एकान्त ठाउँ छ, मनोरञ्जन ठाउँ छ, पिकनिक गर्ने लायक ठाउँ छ। वरिपरि बस्ती खासै छैन, अहिले तल मान्छेको बजारमा मात्र बस्ती रहेको छ र माथि डाँडातिर थानसिङतिर चाहिँ अलिअलि बस्ती रहेको देख्न सक्नुहुन्छ। पुरै पदमार्ग पनि विकसित गर्न सक्ने अवस्था रहेको छ। तपाईहरु पनि यस मन्दिरमा आउन सक्नुहुन्छ, दर्शन गर्न सक्नुहुन्छ। आफ्नो यदि आस्था राख्नुहुन्छ भगवानप्रति भने यहाँको भगवानको निकै नै शक्ति रहेको बुझाएको छ। जे मनोकांक्षा राखेर तपाईँ प्रार्थना गर्नुहुन्छ तपाईको पुरा गर्नुहुन्छ भन्ने सुन्न आएको छ। तपाईहरु पनि आउनुहोस् यस ठाउँमा। यस ठाउँमा आउनको लागि पहिला सुरु तनहुँ जिल्लाको सदरमुकाम डमौली आउनुहोस्, डमौलीबाट डुम्रे आउनुहोस्, डुम्रेबाट कालीमाटी हुँदै हुँदै तपाईहरु मानेचौका आउन सक्नुहुन्छ। हेर्नु त्यहाँ पर देखिसकेको छ हामीले मन्दिर गाइजहरु। सो तपाईहरु पनि आउनुहोस् है, दर्शन गर्नुहोस्। आफ्नो अधुरो अपुरो कामहरु पुरा हुन्छ यहाँ आएर दर्शन गर्यो भने। अरू बेलामा खोलामा पनि पानी हुन्छ, अहिले चाहिँ सुक्खा महिना लागेको, लामो खडेरी भएको भएर पानी पनि छैन। ठुला ठुला चट्टानहरु देख्न सक्नुहुन्छ। सो गाइज हामी चाहिँ फाइनली अब चाहिँ मन्दिरनिरै पुग्न लागिसकेको छौँ। देख्न सक्नुहुन्छ यहाँ अलिक परैबाट हामीले मन्दिर देखिसकेको छौँ। पहेँलो रातो गेरु रङमा टक्करसँग पेन्टिङ गरिएको देखिन्छ हुन्छ। ठुलो तिन्दुको रुखको फेदमुनि मन्दिर रहेको देख्न सकिन्छ। साइडमा खोला पनि रहेको छ। देख्नुहुन्छ ठुल्ठुलो ढुङ्गाहरू पनि यो साइडमा देख्न सक्नुहुन्छ। अनि साइडमा एउटा पार्टी पनि बनाएको रहेछ है भक्तजनको लागि। कालिकालाई दर्शन हाम्रो साथमा हुनुहुन्छ हजुर यहाँ त तर यो ढुङ्गामा छाएको चाहिँ भएन, यो माटै हालेर के गरेको जस्तो धुलो उडेर त। त्यही त खास गरी पुरानो मन्दिर चाहिँ माथि होला है पेर त्यो ढुङ्गामुनि पहिलाको शिला के पहिला यो तिनीको रुखमा शिला थियो अरे ढुङ्गा कालीको शिला थियो अरे। आज भर्खर पेन्टिङ गरेको छ गाई चाहिँ यो पुरै धारो पनि हेर्दैछ। हुन्छ 2 तले 3 तले मन्दिर सानो चित्त परेको, निकै आकर्षक कलर गरिएको छ। म यहाँ के लेखेको छ पढ्न जान्छु है त। श्री ढाडकालिका
गैयाखेत मन्दिर निर्माणका लागि तनहुँ खाल्टे निवासी ल यसरी शङ्करराज जोशी र रामकृष्ण जोशीद्वारा जग्गा दान गरिएको रहेछ। अनि अब अब यो भानु नगरपालिकाका मेयरले बाट वेलकम भोलि ओपन हुने चाहिँ यो जोस् भित्रको कालीको पनि राखिएको छ गाइजहरु हैन। यस मन्दिरबाट अलि मास्तिर लागेपछि चाहिँ तपाईहरुको देख्न सकिन्छ खोला छन् साइडमा आएको सानो खोला भनौं के अरे ठाडो खोला भनौं न यसको बनाएको एउटा झरना पनि छ मास्तिर अलि पोडारोडा टाइपको त्यहाँ पनि जान सकिन्छ। गर्मीयाममा निकै रमाइलो हुने बेला देखिन्छ। सो गाइज यही भन्न चाहन्छु कि तपाईहरु यस ठाउँमा आएर भ्रमण गरेर मनोरञ्जन लिन सक्नुहुन्छ। पिकनिक गर्न पनि लायकको ठाउँ देखेको छ यो। डराएको र मा जान झ्याउला र दृश्य अवलोकनका लागि हामी चाहिँ अब यस ठाउँभन्दा अलि माथितिर हाइटमा उक्लियौँ। हाइटबाट हेर्दा पनि मन्दिर निकै आकर्षक देखेको छ। खेतको गराहरूको पाता पनि मिलेको हरियाली निकै मनोरञ्जन देखेको छ। सिँढी बनाएको रहेछ है मान्छेहरू आउन जानको लागि निकै आकर्षक ठाउँ देखिएको छ। हेर्नु त कति राम्रो मनोरञ्जन देखेको छ। यो सिँढी हुँदै तपाईहरु माथि डाँडा पुग्न सक्नुहुन्छ। यस डाँडा पुगेपछि सनसेट सन भ्यू सबै देखिन्छ। मर्निङ भ्यू हैन सबै एकदम आकर्षक देखिन्छ है। साँझ जानु भयो भने सनसेट बबालै देखिन्छ हेर्न सक्नुहुन्छ। र बिहान बख जानु भने सूर्योदय पनि देख्न सकिन्छ। यहाँबाट लमजुङको सुन्दर बजार भन्ने बजार पनि राम्ररी अवलोकन गर्न सकिन्छ। यस्तो राम्रो भ्यू पोइन्ट रहेछ है यहाँनिर। सेट